गाइज वेलकम टु माई युट्युब च्यानल। हामी चाहिँ भक्तपुर जाँदैछौँ ललितपुरदेखि। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। हाम्रो यात्रा कस्तो हुन्छ होइन। यहाँ बोल के बोल्नु भन्न हामी भक्तपुर यता हेरेर यहाँ ललितपुर जाँदैछौँ हेरेर बोल त। ब्लग भक्तपुर तु ललितपुर टु भक्तपुर ललितपुर तु भक्तपुर उहाँ चाहिँ हुनुहुन्छ उहाँ हामी जानु लाग्यो। अब दिदी बहिनी नानाको काखमा राख्दिनु है त दुइटै मेरो काखमा पिच रोडमा पुगेपछि मात्रै यहाँ अगाडि राख्छु। म भ्लग बनाउने हेलो गाइज चाहिँ हिँड्दै भएको दिदी बहिनी तालमाल यस्तो छ। यस्तो छ भारी ड्राइभर उता ध्यान नै यता नदिनु मलाई होइन। गाडी चाहिँ यस्तो लाग्यो गाइजहरू भक्तपुरतिर ललितपुरदेखि होइन सन्तानेश्वर बाटो लाग्यो भक्तपुरको पुरानो ठिमीतिर। अनि यस्तो छ है ल ल ल ल ल ल उकालोमा तान्छ तान्दैन बोक्रा बोक्ने बाटो। अब बिहान दियो हस्पिटल अगाडि सातो बाटो आयो है गाइजहरू हामी चाहिँ होइन। पर्खुको आकाशे पुल बनिँदैछ उपर यस्तो तालमा छ। है त्यो मुनि मुनि रोड बनिने भनेको चाहिँ टाढेको थियो नि। यही हो यस्तो बनाएछ नि अहिले यो रोड सबै खोलिदिएछ क्या। हामीलाई हेरेर मात्रै भने मजा लिनु होला भन्न चाहन्छौँ। कालकुमारी चोक सबै धुलाउनुपर्छ क्या योमा त। यस्तो यो रोड छ नि कि बोल्नु पर्यो बोल्नाले सबै धुलाउनुपर्छ होइन। त्यतिकै त के लाउने हेर्दै मजा आउँदैन। फुपूहरूकोमा आइपुग्यो है हामी चाहिँ बनाउँदै फुपू हुनुहुन्छ नाना बनाउँदै आज बनाउनै पर्यो भनेर के आइपुग्यो हामी चाहिँ यता भक्तपुर साथीहरू। अब चाहिँ बनाउनु पर्यो भन्दैछु के इलिअलि बाटो बनाएको छु नि त। गेमले डुबायो नि त। हेलो गाइजहरू हामी चाहिँ अब भक्तपुरदेखि फर्क्यौँ है। फर्किँदैछौँ दिदी बहिनी चाहिँ सामानहरू के किन्यौँ अलि एउटा सामान ल्यायौँ अनि फर्केको दिदी बहिनी चाहिँ साथीहरू
गाईहरू हाम्रो भोइस सुनेको छ कि छैन है। ललितपुरला यो भक्तपुरदेखि ढुच्च पारेर गाई चाहिँ हामीले जाममा पऱ्यौँ है दिदीबहिनी चाहिँ 20 मिनट भइसक्यो जाममा बसेको। गर्को जाम। अर्को गाउँ गाई छोरा हामी चाहिँ कोठामा घरमा आइपुगिसक्यौँ है। रमी बहिनीले चाहिँ खलाउँदैछ, यति सपिङ गर्नु गएको। हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु भएको धन्यवाद। लाइक सेयर सब्सक्राइब गरिदिनु होला। खलाउँदैछ चामल तुमल काँच्राङको सुँगहरू लिएको। रात पऱ्यो नि राति आइपुग्यो।